जाडोमा यो सुत्केरी मसला खानुको मजै बेग्लै छ साथीहरु। ल आउनुस् बनाउन सुरु गरौँ। बनाउन स्टार्ट गर्छ है। घरमै बनाउनलाई मैले यो सुत्केरी मसलाको लागि चाहिने सबै सामानहरु चाहिँ मैले अहिले तयार गरिसकेको छु। अब यसलाई ल सुरुमा मैले यहाँ नरिवल लिए, थोरै घिउ राखेर नरिवललाई फ्राई गर्दै छु। यसलाई हल्का ब्राउन हुन दिऊ। खोक्रालाई पनि मैले हल्का ब्राउन गरेर निकाल्दै छु। मैले काजुलाई पनि हल्का ब्राउन गराउँदै छु। अब किसमिसलाई पनि मैले यसरी भुन्छु। मैले यसरी नै अब यो नट्सहरु र यो सीडहरुलाई पनि यसरी नै ब्राउन गराउन लागिरहेको छु। हल्का यसलाई पनि अलिअलि हल्का ब्राउन हुन दिऊ। ड्राई फ्रुटहरु यहाँ धेरै नै लिएको छु किनभने मैले आज अलि धेरै नै बनाउन लागिरहेको छु है। अलि धेरै दिनसम्म खान्ला भनेर के। फुडलाई पनि फ्राई गर्दै छु। अब यसरी नै मैले यहाँ हजुरको दालचिनी पनि हल्का गरम गराउँदै छु। दालचिनी, यो मिठा सोप, यो चाहिँ नेपाली सोप, ज्वानो, मेथी, यसलाई पनि मैले हल्का ब्राउन गरेर सबैलाई पालै पालो भेट्दै छु। सीडहरुलाई पनि यसरी नै पालै पालो मैले ग्राइन्ड गर्दैछु। बढी मसिनो चाहिँ गराएको छैन, यसलाई हल्का हल्का मात्रै ग्राइन्ड गरेको छु। हाम्रो मसलाहरु पिसेर सबै रेडी भइसकेको छ। मैले त दुध पनि बसालेको थिएँ। सकियो साथीहरु। एकछिन पकाएर मैले यो पिसेको ड्राई फ्रुटको धुलो हाल्दैछु। भनेर साह्रै डर लाग्थ्यो मलाई है। त झन् फाटेको रहेछ। युट्युबहरुमा देखेँ कि अनि मलाई पनि एकदम डर लागेको थियो बनाउनलाई। खाना पनि मन लाग्थ्यो कि भन्दा 20 वर्ष भयो नखाएको है। 20 वर्ष अगाडि मेरो दिदीले मेरो ठुलो छोरी नहुँदा बनाएर ल्याइदिनु भएको थियो। मैले खान्छी छोरी खाएँ कि जस्तो लाग्छ बिर्सेँ मैले चाहिँ। तर मैले आफ्नै हातले आज चाहिँ मैले 15 खान्छी छोरी भएपछि 14 वर्षपछि मैले यो सुत्केरी मसला बनाउँदैछु। पहिलोचोटि कस्तो हुँदैछ है।